के को भिड हो के आए यहाँ जनालाई बिहे गरेर यस्तो खानु पाउनुभयो कि लागेन ठिक छ ल ल खान पाएँ लो के को भिड हो के आए यहाँ के आए यहाँ ल है ल खै यता यता खाऊ त कत्रो हो माछा कहाँबाट मारेर लिएर आएको छोरा सानाले समय उचाला उठा माछा ल्याउनु हजुरमा छक्कै पर्नुभयो यो माछा यस्तो छ भनेर मलाई थाहा थिएन क्या त्यो तरिका सम्झनालाई बिहे गरेर यस्तो खानु पाउनुभयो चाइनिज भन्नुहुन्थ्यो बुवाले मलाई जापानिज केटी र एउटा शिक्षक आएको क्या हाम्रो घरमा ए त्यो बेला ए एसिडिसीको संस्थाको मान्छे मेरो पनि क्रिस्चियन र त हाम्रो घरमा केही थिएन त्यही मकै ट्याङ्क्ला हो त्यही दुध ल्याएर दुध पनि खाँदैन र के खान्छ खाएँ नि ए युको त्यसको हात जाला है बुवा नखाने त कोरियनले पनि त्यो केटा मान्छे पनि जापानिज नै हो अनि त्यो उता कलकत्तामा त यत्रो माछा देख्नु होला त ठुलो ठुलो नै यस्तो हो र यहाँ पो यस्तो र त भने उहाँको माछा त अब यत्रो यत्रो किसिम त हजुर लु भयो त्यो यो छुट्टै भयो भाँडो ल्याऊ अर्को अब चाहिँ गाईजहरू हामी मोल्छौँ दुई किसिमको माछा छ है यसो गर्ने ट्याक्क लाएर बुवाई ल बुवा खाइहाल्नुहोस् ट्याक्क लाएर अब पाक्यो होला अब त पाक्यो त पाकेछ पो यस्तै हो कस्तो छ बुवा मिठो भएछ मिठो छ नुन अलि लागेन नुन लागेन ठिकै छ नुन नलागे पनि है बरु माथिबाट छर्किने नि बरु यतै गाउँ लाग्ने भयो है अलिक नुन नलागे पनि के छ र माथिबाट यसो छर्किने खाने हाम्रोमा चाहिँ खानापिना सुरु भइसक्यो यहाँ हाम्रो पालनको लागि बुवा आजले त्यहाँ खाँदै हुनुहुन्छ चट्टा लाएर कस्तो भएछ बुवा मैले बनाएको हाम्रो यता दिदीहरूले खाँदै हुनुहुन्छ ल खोर्सानी लागेर छ सानी नुन लाग्यो कि लागेन ठिक छ ल हामी पनि खुवाउन पाएकोमा धेरै खुसी छौँ छ सानी सानी ल्याउनु भयो खोर्सानी छ के को भात यसले अझसम्म खाइरहेको छ हेर यहाँ एक थाल माछा थियो सबै केटाले खाए होइन त खाने रहेछ केटा खै ल्याउ त भात खुवाउ त मलाई अलिकति भात त अर्को बनाउनु पर्यो वाट ल हेर्नु यो चाहिँ
रौ माछाको सुप होइन रौ रौ माछाको सुप मैले बनाएको एकदम सुरु छ डान्स अमिलो पिरो माछाको टेस्ट एकदम दामी छ फेरि यो केटाहरू चाहिँ यो सुप अलिकति खायो अनि अनि सिस्नोसँग खायो भात हेलो गाइज वेलकम वन्स अगेन एकदमै स्वागत छ धेरै 1 वर्षपछि फेरि हामी आउँदैछौँ अब आज यहाँ माछा र झोल खानु पर्ने छ र यो चाहिँ है यो झोल सोल सबै मैले बनाए हो यो पनि नट ब्याड Not bad, but this one is good. यस दिस वान इज भेरी भेरी गुड किन भन्दाखेरि यो अलिक थोरै मात्रै बनायो नि त तर त्यो पनि यो फेरि माछाको टाइप अर्कै हो फेरि यसको टाइप अर्कै हो यसको टाइप अर्कै हो खानु पर्यो भात पो के साह्रो मिठो छ नि। वाउ वाउ त्यसै राख्नु पर्यो है मम्मीले खानुभयो कि खानु भएन खाँदै हुनुहुन्छ मम्मीले। हामी आज खाना पकाउँदा पकाउँदा अहिले बल्ल पाइयो पाहुनालाई खुवाएर पकाइसकेको भनौँ। पाहुनालाई खुवाएर पठाइसक्यौँ बल्ल खान पायौँ अनि के भन्नु त भर्खर हामीले खाएको भन न बोलेको बल्ल खानु पायो भने अरू बेला खानु पाइँदैन। अयो बोल्नै नआउने मान्छे हो। अलि यो माछा चाहिँ यो चाहिँ अलि ठ्याक्कै बनाइहाल्दो रहेछ किन मिठो है। यसको चाहिँ अर्कै गन्ध आउँदो रहेछ क्या यो चाहिँ गिरिराज माछा पर्यो त्यो चाहिँ लोकल पर्यो क्या त्यही भएर यसमा धेरै काँडा भएर मम्मीहरूले खान नसक्नुहुने यो यसमा चाहिँ धेरै बोसो छ क्या त्यही भएर बनाएको होला खै त्यहाँ आगो ताप्नु गएको खै त्यहाँको झोल